आज हामी बिएससी थर्ड इयर अर्ग्यानिक केमिस्ट्री प्रिपरेसन अफ पाइरोल पढ्न गइरहेका छौँ। मेन कुरा चाहिँ यसको प्रिपरेसन अनि यसको इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रियाक्सनहरू हामी पढ्छौँ र यो हेटेरोसाइक्लिक कम्पाउन्ड च्याप्टरबाट हामीले यो तीनवटा कुराहरू पढ्नुपर्छ। 1 नम्बरमा चाहिँ पाइरोल, सेकेन्डमा चाहिँ हामीले थियोपिन, फ्युरानहरू इत्यादिहरू चाहिँ हामीले पढ्नुपर्छ र आज हामीले यसको प्रिपरेसन गर्न गइरहेका छौँ। हामीले फ्रम स्टाइलिनबाट गर्छौँ 1 नम्बरमा चाहिँ, दोस्रोमा सक्सिनाइटबाट, त्यसपछि हामीले फ्युरानबाट हामीले पाइरोल अब्टेन गर्छौँ। पाइरोल भन्दा बित्तिकै यसको स्ट्रक्चर यस्तो खालेको हुन्छ र हामीले स्टाइलिनबाट गर्छौँ। एसिटाइलिनमा चाहिँ तीनवटा बोनहरू हुन्छ। यसमा सियासमा हामी अल्डिहाइडसँग गर्छौँ। HCHOसँग रियाक्सन गरेर त्यसलाई चाहिँ हामीले पछाडि एमोनोलाइसिस पनि गर्छौँ। यहाँदेखि यो CH2 चाहिँ यहाँ दुईवटै कार्बनमा चाहिँ CH2 जोडिन्छ के, CH2 यहाँ पनि CH2 अनि OH पनि यहाँ, यसमा पनि OH यसमा पनि OH जोडिन्छ अनि यसलाई चाहिँ हामीले एमोनोलाइसिस गरेपछि एमोनोलाइसिस गऱ्यो भने चाहिँ यहाँ पनि CH यहाँ पनि CH यो चाहिँ हाम्रो पाइरोल हो। र दोस्रोमा हामीले